फरक लिङ्ग भएकै कारणले उसले भोग्नुपर्ने हिंसालाई हामीले लैङ्गिक हिंसा भनेर भन्ने गर्छौं, लिङ्गको आधारमा हुने हिंसा. Gender-based violence can go both ways. Sometimes it's men who are subjects of violence committed by women, though very rare, and also people such as transgender people or gay men can be the subject of serious violence too. पानी कमी भयो, हाइजिन मेन्टेन गर्न सकिँदैन हो. हाइजिन मेन्टेन गर्न सकिँदैन, स्वच्छता मेन्टेन गर्न सकिँदैन भने त्यसको असर फेरि अझ स्वास्थ्यमा पर्न जान्छ. त्यसले गर्दाखेरि अब त्यो सबै रोग किराहरू पनि बढ्न जान्छन् खेतीपातीमा. विपदहरू जस्तै अब जलवायु परिवर्तनले कहिले अतिवृष्टि भइदियो अथवा धेरै वर्षा भयो, कहिले सुक्खा भयो. अझै यो विपदको असर पनि महिलामा बढी पर्न जान्छ. सबै कुराको कमी भयो. सबै कुराको कमी हुँदाखेरि घर कसरी चलाउने हैन, घरको परिवारको हेरचाह कसरी गर्ने, पानीको आपूर्ति कसरी पुरा गर्ने, खाद्यान्नको आपूर्ति कसरी पुरा गर्ने, यी सबै कुराहरूले गर्दाखेरि महिलाहरूको मानसिक स्वास्थ्यमा पनि यसले भरपुर असर गर्न सक्छ. With the stress increasing, due to issues such as inadequate water, inadequate irrigation for crops, that's something that our project can be involved in, and we're working to provide water sources in difficult locations and increase agricultural production so that people aren't in those situations of extreme stress, and which has a tendency to lead to gender-based violence. कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो परियोजना सञ्चालन भइरहेको छ. मानव विकास सूचाङ्क कमजोर रहेको, जलवायु परिवर्तनका असर सँगसँगै त्यहाँ विभिन्न किसिमको जीएचसीमा समेत असर परिएको देखिएको हुँदा त्यो भराइपट्टि क्षेत्रमा यो परियोजना पस्केको हो.